सो हेलो एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सो स्वागत छ मेरो मिनी ब्लगमा। आजको ब्लग रहेको छ कुलपुरदेखि राजकाँडा। मैले आफ्नो स्कुटीलाई पनि धोएर एकदम राम्रो बनाइसकेको छु। अब म हिँड्छु राजकाँडाको लागि। सो बबैको यो सुन्दर दृश्य फुल फुलेको रहेछ। आहा कति राम्रो, वाउ। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on लाउन नि यो के हो, यो हावाहुरी के भयो यो लम्कीमा? यो लम्कीको धुलो कहाँ लगिरहेछ यो हावाहुरीले? ओहो डर लाग्यो। आज राजकाँडा जाने क्यान्सल हुन्छ कि? हे भगवान् के हो यो हावाहुरी? हे भगवान् डर लाग्यो। फाइनली 1 घन्टा पछि म राजकाँडातर्फ लागेँ। सम्पूर्णलाई भेटिसकेँ, दिलीप, युवराज, हेमन्तलाई। हामी राजकाँडा जाँदाखेरि निकै नै रात परिसकेको थियो। अनि यो रातको सुन्दर दृश्यलाई हेर्दै, यो दृश्यको आनन्द लिँदै, साथीभाइसँग हाँसखेल गर्दै हामी राजकाँडातर्फ निस्किसकेका थियौँ। करिब 1.5 घन्टा हिँडिसकेपछि हामी पुग्यौँ राजकाँडाको होमस्टे, धुलीकोट होमस्टे। अङ्कललाई भेट्दाखेरि निकै खुसी भयौँ। अङ्कललाई पहिला पनि भेटेको थियौँ र पहिला पनि यहाँ आएर बसेको थियौँ। हाम्रो लागि भाइले रोटी बेल्दै थियो, एकजना भाइले रोटी सेक्दै थियो। हेमन्त र अर्को साथी चाहिँ रमाइलो गर्दै थिए, उता अङ्कलसँग नाच्दै थिए, गाउँदै थिए। सो फाइनली गाइज हाम्रो एकदमै मेहनतको पश्चाताप पछिको हाम्रो एकदमै अहिले हामी चाहिँ फाइनली राजकाँडा पुगेका छौँ। यो बिहानको दृश्य रहेको छ। सो तपाईँहरूलाई म राजकाँडाको एकदमै सुन्दर भ्यू देखाउन चाहन्छु। सो क्यामेरा ल हेर्नुहोस्, एकदमै स्वर्ग होइन त यो? हाम्रो कर्णालीको छेउमै, कोलपुरको छेउमै लगभग 80-85 किलोमिटरको दूरी पार गरिसकेपछि आउँछ हाम्रो राजकाँडा। एउटा कर्णाली विशाल फैलिएको छ, पुरै एकदमै दामी देखिएको छ। हाम्रो कर्णाली पुल पनि देखिएको छ। ऊ त्यहाँ देखाउँ भाइ कर्णाली, वा कर्णाली। सो एकदमै दामी। यहाँ त एकदमै चिसो हावा आउँछ होइन, बवाल।